हेलो एभ्रिवान वेलकम ब्याक टु माई मिनी भ्लग। आयो तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ र म पनि एकदम सन्चै छु। तपाईँलाई बडी ट्रान्समिसनको डे 44मा चाहिँ स्वागत गर्न चाहन्छु र के कस्तो हुनुहुन्छ भन्ने कुराहरू हो। प्लिज लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला। आज चाहिँ हामीले ब्याग हान्ने भयो भने ब्याग चाहिँ मैले मेरो पुलअपबाट स्टार्ट गरेँ, किनभने एउटा वार्मअप सेसन पनि जो जस्तो लाग्छ मलाई, किनभने यो गर्दाले सबै ब्याग तन्किन्छ। त्यसपछि चाहिँ मैले यो एक्सर्साइज हाने, यो एक्सर्साइज पनि बबाल लाग्छ, तपाईँहरू पनि गर्नु होला। अब जे जस्तो पनि बडी ट्रान्समिसन डेमा तपाईँहरूलाई चाहिँ मेरो बडी ट्रान्समिसन डेहरू के कस्तो लाग्छ, के मैले सुधार्नु पर्ने हो, के गर्नु पर्ने हो भन्ने कुराहरू चाहिँ तपाईँहरू भनिदिनु होला। किनभने तपाईँहरूले त्यो भनेपछि मलाई पनि एउटा किसिमको उत्साह जाग्छ। अब बडी ट्रान्समिसनमा त मेरो अलिक परिवर्तन भइरहेको छ, के गर्नु कुनै कारणले कुनै के भएर अलि त्यस्तै भएको थियो। अनि मैले चाहिँ यो आज यो पनि हाने। तपाईँको चाहिँ लोड एकदम कम्मरको हल्का माथिको ब्याकलाई चाहिँ एकदम यसले चाहिँ उ गर्छ, मसल ब्रेक गर्छ। अनि त्यसपछि मैले चाहिँ बाइसेप हाने होइन, देख्न सक्नुहुन्छ तपाईँले स्ट्रेट रडले एकदम फिलमा हाने। त्यसपछि चाहिँ मैले यो सेट हाने अस्ति, किनभने यो सेट हान्दा मलाई एकदम बबाल फिल आइरहेको थियो। अनि त्यसैले मैले अब त हान्नै पर्छ डम्बलले बाइसेपको भन्ने नाम के हो तपाईँहरू चाहिँ कमेन्टमा गर्नु होला, यो एक्सर्साइजलाई के भन्छ भनेर। त्यसपछि चाहिँ मैले यो सेट हाने बाइसेप स्ट्रेट के भन्छ रडले लगेर त्यसै देख्न सक्नुहुन्छ पनि एकदम बबाल लाग्यो। त्यसपछि चाहिँ मैले यो साइड बाइसेप हाने, यसले एकदम 10 केजीको वेट लिएर, किनभने चाल त मलाई धेरै उठाउन सक्दैन, हमारा दम त खत्तम हो गयो। त्यसपछि चाहिँ अन्तिममा मेरो फ्लेक्स होइन गर्नु पऱ्यो नि त, अलि कस्तो छ के छ, कति के भयो, कतिसम्म मेरो मसलहरू बढ्दैछ भन्ने कुराहरू त हेर्नु पऱ्यो, कतिसम्म च्यान बन्दैछ भनेर। देख्न सक्नुहुन्छ मेरो ब्याग कोब्रा ब्याग भने त कोब्रा ब्याग भन्दा माउडेको होइन, बब्बाल ब्याग छ, बाइसेप पनि भइरहेको छ। यो मेरो चाहिँ लिङ्गेसनवाला पोज। त्यसपछि चाहिँ हाम्रो डे 40 चाहिँ यहीँ टुङ्ग्याउँछु। प्लिज लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नभुल्नु होला। लभ यु गाइज, बाई बाई, सी यू।